हेलो फ्रेन्ड्स, आज हामी पढ्न गइरहेछौँ नयाँ टपिक जुन चाहिँ लिनियर मोमेन्टम हो। यो फोर्सेससँग रिलेटेड छ भनेको बडी मोसनमा भयो। अनि हामी पहिलो ब्लगमा पढेको थियो न्युटन्स फर्स्ट ल अफ मोसन, त्यसको कुरा गरेको थियो। आज हामी गर्छौँ लिनियर मोमेन्टम। हामीले पहिलो कुरा यो बुझ्नुपर्छ कि लिनियर मोमेन्टम भनेको के हो। द द प्रोडक्ट अफ मास एन्ड भेलोसिटी अफ द मुभिङ बडी इज नोन एज लिनियर मोमेन्टम। भन्नाले बुझिन्छ कि मास र भेलोसिटीको प्रोडक्ट नै हो लिनियर मोमेन्टम। त्यो पनि मुभिङ बडीको हो, भनेको बडी मोसनमा हुन्छ अनि यसलाई डिनोटेड गर्दाखेरि हामीले यति बुझ्नुपर्छ, इट इज डिनोटेड बाई पी भ्याक्टर्स एन्ड इज गिभेन बाई पी भ्याक्टर बराबर एम इन्टु भी भ्याक्टर। मतलब यतिको बुझ्नुपर्छ कि हामी कि कुनै बडीको मास र त्यसको भेलोसिटीको प्रोडक्ट निकाल्छौँ भने त्यही नै हो लिनियर मोमेन्टम। अर्को चाहिँ यसको युनिटको कुरा गरौँ भने द युनिट अफ लिनियर मोमेन्टम भयो त्यसको केजी मिटर पर सेकेन्ड। हामीले यसलाई यसरी पनि लेख्न सकिन्छ, केजी मिटर पर सेकेन्ड, किनभने बेसतिर छ त्यो माथि आउँछ माइनसमा आउँछ। अब मैले यति बुझ्नुपर्छ कि यो केजी मिटर पर सेकेन्ड आयो कसरी। पहिलो यता हेरौँ। अब लिनियर मोमेन्टमको भयो मास इन्टु भेलोसिटी भयो। लिनियर मोमेन्टमको मास इन्टु भेलोसिटी, मासको युनिट कति हुन्छ भने केजी र अर्को चाहिँ भेलोसिटीको इन्टु मिटर पर सेकेन्ड भयो। किनभने भेलोसिटी युनिट हामी लेखेको छ मिटर पर सेकेन्ड र त्यसको मल्टिपल भयो केजी मिटर पर सेकेन्ड, जसलाई हामी केजी मिटर पर सेकेन्ड केजी मिटर पर सेकेन्ड माइनसमा पनि लेख्छौँ, केजी मिटर पर सेकेन्ड। अर्को चाहिँ डाइमेन्सनल फर्मुलाको कुरा गरौँ भने यसको डाइमेन्सनल फर्मुला मास इन्टु भेलोसिटी हुन्छ, किनभने त्यसको फर्मुला। डाइमेन्सनल फर्मुलाको कुरा गरौँ भने मासको त भयो एम क्यापिटल एम, अर्को चाहिँ भेलोसिटीको भयो एलटीको पावर -1। अब एलटीको पावर -1 आयो कसरी, त्यता हेरौँ। एलटीको पावर -1 कसरी आयो, भेलोसिटीलाई हामीलाई थाहा छ भेलोसिटीको युनिट मिटर पर सेकेन्ड हुन्छ र मिटर पर सेकेन्ड भएपछि एमको भयो क्यापिटल एम र हेर्ने हो भने यता एम मिटर पर सेकेन्ड भयो अनि एमको भयो क्यापिटल एल, लेन्थमा नापिन्छ। र अर्को चाहिँ बाई भयो डिभाइडमा सेकेन्ड लेख्छौँ हामी टी। अनि यसलाई स्टेटमा लेख्दै हो भने टी क्यापिटल ब्राकेटमा राख्छौँ र यल टीको पावर -1, किनभने त्यो बेसतिर डिभाइडमा थियो, तलतिर माथि आयो अनि -1 भयो। यसरी नै हामीले लेख्छौँ भेलोसिटीको डाइमेन्सनल फर्मुला यल टीको पावर -1। यसलाई क्यापिटल एमसँग मल्टिप्लाई गऱ्यो भने हामीले यति आउँछ यल टीको पावर -1। यति भयो मेरो लिनियर मोमेन्टम। अब हामीलाई यति थाहा हुँदैन कि लिनियर मोमेन्टम भनेको हामीहरू कसरी बुझ्ने कि यो लिनियर मोमेन्टम हो भनेर। त अर्को हामीले इक्जाम्पल लियौँ। एउटा इक्जाम्पल लिँदाखेरि एउटा साइकल छ, साइकल जुन चाहिँ 30 को स्पिडले मुभ गरिरहेछ, भनेको 30 किलोमिटर पर आवरको स्पिडले मुभ गरिरहेछ र त्यसको मास चाहिँ 40 केजी छ। र अर्को तर्फ एउटा कार छ र त्यसको मास चाहिँ यति छ 100 केजी र मुभ गरिरहेछ सेम 30 किलोमिटर पर आवरको स्पिडले। यता कुरा आउँछ कि यसमा हामीहरू बुझ्ने कसरी कि लिनियर मोमेन्टम कुनमा बढी छ र कुनमा कम छ। हामीलाई थाहा छ कि लिनियर मोमेन्टम भनेको नै मास इन्टु भेलोसिटी हो। अब हामीले यसको मल्टिप्लाई गर्छौँ, यसको भयो 40 एम इन्टु भी भयो भने यसको मास 40 केजी र अर्को चाहिँ भेलोसिटी 30 भयो। अनि त्यसको प्रोडक्ट निकाल्छौँ भने 4 3 12 अनि 0 0 भयो केजी
केजी युनिट भयो, केजी अनि किलोमिटर पर आवर भयो, केजी किलोमिटर पर आवर। र अर्को हेरौँ भने यसको मास कति छ, भेलोसिटी मास 100 केजी अरु मल्टिप्लाई 30 किलोमिटर पर आवर्स भने त्यसको स्पिड हो। अनि यसलाई मल्टिप्लाई प्रोडक्ट निकाल्छौँ भने 100 इन्टु 3000 अब गयो केजी किलोमिटर पर आवर। हामीले जनरली केजी मिटर पर आवर किन लियो किनभने जनरली स्पिड हुन्छ यतिकैमा नाप्छौँ, तर यसको युनिट भयो मिटर पर सेकेन्डमा नापिन्छ जनरली यसलाई। हामी व्यावहारिक लियो भने किलोमिटर पर आवर नै लेखिन्छ किनभने त्यो बढी युज हुन्छ व्यावहारिकले। हामी हेर्न सक्छौँ यहाँ साइकलको लिनियर मोमेन्टम चाहिँ 1200 भयो अनि अर्को चाहिँ यता कारको लिनियर मोमेन्टम चाहिँ 3000 भयो। अब कुन बढी छ हामीले जनरली थाहा भइहाल्छ कि यो चाहिँ कारको लिनियर मोमेन्टम बढी छ र यो लिनियर मोमेन्टम फोर्ससँग रिलेटेड छ। र यसमा न्युटन सेकेन्ड लमा पनि यही कुरा भनेछ कि रेट अफ चेन्ज इन लिनियर मोमेन्टम अफ बडी इज डाइरेक्टली प्रोपोर्सनल टु द फोर्स एप्लाइड। मिन्स भनेको फोर्स लिनियर मोमेन्टमसँग डाइरेक्टली प्रोपोर्सनल छ। यदि फोर्स बढ्यो भने लिनियर मोमेन्टम आफै बढ्छ किनभने डाइरेक्टली प्रोपोर्सनल छ त फोर्स बढ्यो भने लिनियर मोमेन्टम पनि बढ्छ। र त्यहीमा कारको लिनियर मोमेन्टम धेरै छ र साइकलको कम भएको कारणले यदि कुनै मानिसलाई भन्छौँ हामी कि कुन भेहिकल्सको अगाडि उभिन्छौँ त्यो जनरली भन्छ कि साइकलको अगाडि उभिन्छु किनभने साइकलले त्यसको बडीमा फोर्स लगायो भने भनेको टक्रायो भने केही अलिकति चोटमाट लाग्छ र बची पनि हाल्छ कहिलेकाहीँ। र यदि कारसँग त्यसको टक्राउ भयो भने त्यो धेरै ड्यामेज गर्छ बडीलाई, त्यो मान्छेलाई पनि थाहा हुन्छ। तर यहाँ आउँछ कुरा भेलोसिटी र मासको। दुवैमा भेलोसिटी सेम छ तर दुवै त सेम स्पिडले मुभ गरिरहेछ। त्यति नहेरौँ कि दुवै सेम स्पिडले मुभ गरिरहेछ भने त्यसको स्पिड भनेको त्यतिकै हुन्छ र तर यसमा हेर्नुपर्छ कि यसको मास फरक छ किनभने मास साइकलको 40 केजी मात्र छ पहिलो बडीको र अर्को चाहिँ दोस्रो बडीको 100 केजी छ। त्यसैले यसमा लिनियर मोमेन्टममा यति चेन्ज आयो। यदि यो कारले लगाएको हिट बडीमा हिट गर्यो भने त्यो बडी ड्यामेज हुन्छ र साइकलले लगायो भने अलिकति थोरै कम हुन्छ र बडी ड्यामेज हुँदैन। त्यही हो यदि जुन बडीको लिनियर मोमेन्टम बढी हुन्छ त्यो बडी फोर्स एप्लाइड गर्छ, त्यो जुन बडीमा ठोकिन्छ त्यो बडीलाई बढी इफेक्ट गर्छ किनभने जति फोर्स यसको लिनियर मोमेन्टम छ त्यो एउटै बडीमा पुरै एकैचोटि फोर्स लगाउँछ र 3000 यो फोर्स भयो त्यही लिनियर मोमेन्टम त्यो बडीमा लाग्छ भने धेरै ड्यामेज गर्छ। त्यही ठाउँमा यदि साइकल हिट गर्यो भने किनभने त्यसको लिनियर मोमेन्टम 1200 मात्र छ र त्यसले हिट गर्यो भने त्यो धेरै कम ड्यामेज हुन्छ। त्यही नै हो लिनियर मोमेन्टम भने फोर्ससँग डाइरेक्टली प्रोपोर्सनल हुन्छ। यदि फोर्स बढी लाग्यो भने लिनियर मोमेन्टम महसुस धेरै नै हुन्छ। त्यही नै हो बडीले कति स्पिडले हिट गरिरहेछ अर्को बडीलाई जसलाई ड्यामेज गर्छ, त्यही नै हो लिनियर मोमेन्टम जुन चाहिँ यति पनि बुझ्छौँ कि मास र भेलोसिटीको प्रोडक्ट हो। र अहिलेको लागि यतिकै। एउटा अरू कुरा बुझिहाल्नुपर्छ कि इट इज अ भेक्टर क्वान्टिटी भनेको यसमा दे हेभ बोथ म्याग्निट्युड एन्ड डाइरेक्सन भनेको दुवै म्याग्निट्युड पनि हुन्छ र डाइरेक्सन पनि हुन्छ। किनभने भेलोसिटी छ भने कुनै त स्पिडमा मुभ गर्छ भने कुनै सेम डाइरेक्सनमा हुन्छ किनभने कुनै डाइरेक्सनमा फिक्स हुन्छ अनि त्यो मुभ गरिरहेको हुन्छ। त्यसैले इट इज अ भेक्टर क्वान्टिटी यति हामीले बुझ्नुपर्छ। र आजको लागि यतिकै, हामी अर्को दिन अर्को टपिक लिएर आउला। धन्यवाद।